क्लास बिम कसरी गर्ने भनेर चाहिँ यो मैले भिडियो लिएर आएको छु। र यदि तपाईहरु चाहिँ पिटी ट्रेनिङमा आउनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर ट्राई गर्नु होला। यस भिडियोले चाहिँ तपाईहरुलाई पक्कै पनि मद्दत गर्नेछ। ल रेडी भाइ, ओके गो। तपाईले बिममा माथि फाल्नु पर्ने छ, बिस्तारै ल सोलो सर्कल फाल्नु पर्ने छ। बिस्तारै माथि बिमलाई टच गरेर एक पुल अप चाहिँ तान्नु पर्ने छ। त्यसपछि माथि गएर चाहिँ तपाईले हेलो पोजिसन भन्छ यसलाई, यस मुताबिक चाहिँ बस्नु पर्ने छ। फेरि बिस्तारै डाउन गर्नु पर्यो। बिस्तारै बिमलाई चाहिँ टच गर्दै एकदम सक्दो सोलोमा चाहिँ खुट्टाले डाउन गर्नु पर्यो। अब यस पश्चात चाहिँ तपाईले एक पुल अप हान्नु पर्ने छ। एक टर्न गरेर 4 पुल अप चाहिँ गर्नु पर्ने छ। यसै तरिकाले चाहिँ 4 पुल अप चाहिँ हान्नु पर्ने छ। पुनः फेरि एक पटक सोलो सर्कल हान्नु पर्ने छ। सेम पहिलेकै सोचेर माथि गए फेरि हेलो पोजिसन। पुनः फेरि डाउन हुनु पर्ने छ। सक्दो सोलोमा चाहिँ ल्याउनु पर्ने छ। ल यहाँ हेरेर चाहिँ तपाईहरुको फर्स्ट क्लास बिम चाहिँ कसरी गर्ने भनेर चाहिँ भिडियो समाप्त हुन्छ। ल